it's me, Ajit Kaka. Welcome back to my channel. अनि त्यही हो आज लास्ट डे छ लाइक के को भने म लाइक इन्साइड भिजनको के अरे प्लस टूको एचएम प्र्याक्टिकल छ प्र्याक्टिकल थियो भनौँ न 6 दिनको प्र्याक्टिकल हो 5 दिन भइसक्यो आज लास्ट डे सो लास्ट डेमा चाहिँ वाइ नट भ्लग अब हालिदिउँ न त भनेर के हैन भर्खर अब खानासाना खाएर नुहाए सुहाए यताउता गरेर रेडी भएँ अब चल्दिन्छु अनि या गाइज किप वाचिङ किप इन्जोइङ होइन केही छ भने भिडियोमा भन्ने गर्नु होला छैन भने हेर्नु इन्जोय बाई बाई यो व्हाट्सअप हामी के गर्न जान्ला रे हामी फोटोग्राफी हान्ने गर्ने मिलन सर हामी के गर्न जान्ला रे कहाँ जान्ला रे एकचोटि भनिदिउँ न अनि हिमालयन व्हाइट हाउस पियु युनिभर्सिटी अन्तर्गत एफिलिएसन अन्तर्गतमा हाम्रो एचएमको प्र्याक्टिकल भइरहेछ त्यहाँ चाहिँ हामी जान्छौँ आज हाम्रो लास्ट डे हो आज चाहिँ पुरा म्याजिक देखाउँछ केटाहरूले आज चाहिँ त्यो चाहिँ के भन्दै रेकर्ड छ आज चाहिँ पुरा म्याजिक देखाउँछ केटाहरूले आगो फ्यालेर डाइनोसर म होइन एकछिन पछि गाइज आज लास्ट डे सुन्दा छु रमाइलो हुन्छ आज झन् होइन के रे आज आज प्लेयरहरू प्लेनिङ के भन्छ त्यसलाई प्लेनिङ सोहरू अनि हेर्दैन त्यस्तै त्यस्तै त्यो जस बारको के हो त्यो फ्लेयर लाइक आगो सागो के हो त्यो फ्लेमिङ फ्लेयर के हो हुडन होइन हुडन गियर हामीलाई चिन्ता भनेको त्यही हो दामी दामी भिडियो फोटोहरू निकाल भन्नुभएको सो हाम्रो फोकस त्यही हुन्छ अनि मेरो भ्लग भएन छुट्टै हुन्छ है गाइज ल द्याट्स इट त्यही हो इन्जोय बाई केटाहरूको जस्तो त्यस्तो हुन्छ है हो साइड देऊ न प्यारी देऊ न साइड देऊ न मार्छ अरे यो केटोले कसम भनेको धर्नै पछाडि एउटा हानामा जन्मा र हेऱ्यो मार्छ हामीलाई मार्छ हामीले मार्ने होइन कि यिनीहरूले चाहिँ हामीलाई मार्छ जेब्रा क्रसिङ साइडमै हुँदा पनि त्यही कहाँबाट काट्यो होला नेपाली हो पायो त्यति त पायो हामी लिने चाहिँ के हो हामी कुन चाहिँ सोचो हो र हामी कुन चाहिँ सरिफ थिए मान्छेले जेब्रा क्रसिङै काट्नुपर्छ भनेर होइन रुल छ र हामीले होइन तर काट्नुपर्छ रुल फलो गर्नुपर्छ हाम्रो कुरा त्यस्तै हो हामी त्यस्तै हो हामी फटा हो हामी त ल फटा बिग्रेम लाइन क्रस गरेर लाइन मिचेर हिँड्यौँ ठिक छ सोच्छ न लाइक सोध्छ के भन्छ तुमसे ना हो पाएगा ठोक्दिने हो हामी के हो हातले तर मिरर गुटाएर हिँड्यो तिम्रो त्यो झाडुको कभर त्यही भन्नलाई चाहिँ तिम्रो त्यो फाइनली वी आर एट आवर डेस्टिनेसन बोल्न होइन फाइनली वी आर एट आवर होइन ल फाइनली वी आर आवर डेस्टिनेसन हो होइन के हो भन त फाइनली वी आर एट आवर डेस्टिनेसन इङ्ग्लिसमा कमजोर हो पढाइमा ध्यान दिएन केटीतिर ध्यान दियो त्यही हो सरले उता पढाउने हामीले केटी जिस्काउने भएपछि त्यस्तै हो गाइज व्हाट्सअप गाइज मेरो अन्डा चोर मेरो भागको अन्डा चोरै यो गाइज टुट लगाइदिएन टुट लगाउने तर मेरो भागको अन्डा चोर हो क्या
सो अलराइट गाइस ब्याक टु क्यामेरा होइन अनि म एकैचोटि घर आएँ खाजा खाएँ भर्खर आएको थिएँ अनि यसो काकीले बनाइराख्नु भएको रहेछ घर त गइनँ म पानी सानी पर्यो पानी सानी पऱ्यो गाइस कस्तो छ मैले कपाल काटेको ल म के बोलिरहेको थिएँ कहाँबाट कहाँ पुग्दिरहेको फेरि गाइस मैले के भन्दै थिएँ साँच्चै कलेज रमाइलो भयो फोटोसुट सबै रमाइलो भयो होइन अब त्यही हो सबै रमाइलो भएपछि दिन अब झनै रमाइलो पानीमा भिजायो साथीले हामी के कामले जान लाग्यो भने चाहिँ होइन के अरे बाइक छ चाबी छैन क्या बाइकमा चाबी नै छैन क्या गाइस बाइकमा चाबी नै छैन यार चाबी बिना कुदाइरहेछ के अन कसरी गर्छ मलाई थाहा छैन होइन पहिला सुरु अन भन्दा नि यसले बन्द गरेरै राख्दैन क्या चाबी पहिला अब सानो भाइ बहिनीहरूसँग भन्दा नि 12को भाइ बहिनीहरूसँग रमाइलो भयो मजा आयो होइन धेरै बयान त के गर्नु र होइन अब फेरि पटेला होइन दिन पायो यतिको त दिन पाएन त पाएन गाइस पाएन कि पाएन पायो कि पाएन भनौँ पायो कि पाएन उठी क्या फेरि अगाडि केटी छ सक्छ कसैले केटा हो त्यो केटी जस्तो लाग्यो कपाल केटा हो त्यो केटा र केटी मैले छुट्याउन नि सकिनँ क्या अब आज आएर सो गाइस जाडो छ बुढी छैन त्यही हो बुढी छ जाडो छैन फेरि बुढी छ जाडो छैन त्यही हो ओए बिस्तारै पानी परेको छ अलिकति डरै लाग्छ क्या गाइस त्यही हो यो चञ्चला फुल घामो गो हौ तिमी हो गो हौ तिमी मकै खाने हो मेरो हौ नखाने ए के अरे आज कोसँग थिइस् रे बा म गाजर खाएको पठाउँछु उसले आलु चिप्स हो गाजरै हो त्यो ए सो गाइज त्यही हो रमाइलो भयो होइन भिडियो के छ कस्तो छ हेर्दै गर्नु होला होइन त्यो गाइज त्यही हो तेरोमा एउटा डिस्टेन्स बनाएर राख्न डिस्टेन्स त थियो नि ट्याक्सीले वाट्टा उता लग्थ्यो गाइज धन्नै खाल्टोमा धन्न त्यत्रो खाल्टो थिएन हो कि ल भन्दा खाल्टो भयो किन म उता जारको गाडीमा हुन्थेँ म यतिखेर कस्तो नयाँ तार यार हेर्न घरमा ल्याइदिने त पुरानो हुन्छ आउने नै पुरानो हो आनन्द छ खायो बस्यो डुल्यो के छ र होइन मैले आज एकजना केटी देखाएँ क्या आनन्द छ मैले देखेको त छैन त्यो केटीहरूमा ए त्यसलाई त खाल्टोमा अर्को नि गयो खाल्टोमा हामी मात्र होइन खाल्टोमा जाने सबजना होइन तर उयो मर्छ कि के हो आज के हो कुन चाहिँले सराबा छ कि क्या हो सराब नै नसराब ल यति जोजोले दिइहाल्छु होइन भर्खर एउटा गर्लफ्रेन्ड पनि छैन जिन्दगीमा छैन कतिवटा छ के गर्लफ्रेन्ड एउटै छैन भन्छ कतिवटा छ एउटा छैन दुइटा छ हो के भन्न लाग्यो सन्दीप सरले हाम्रो होइन आज एक्जाम अब सोसियलको एक्जाम थियो अनि ल हाम्रो भयो अनि क्यामेरा खोलिराख्नु पर्ने छैन क्यामेरा हेरौँ न हो क्यामेरा हेरौँ क्यामेरा राखेको छ हेर सिन बन्द हामी जान्छ सोसियलको एक्जाम थियो कि आज अनि ब्याकग्राउन्डको दाइ पऱ्यो भनेर मक्क परेर फोनबाट साइडमा फोन लगिदिँदा ल ल्याङ गरिरहेको थियो ल रोक म गएर आउँछु आएर दाइ यता बाइकको चाबीहरू कहाँ बनाउँछ थाहा छ बाइकको चाबी गोपी कृष्णको हलको सेम गोपी कृष्ण हलको पछाडि त्यही हो मालपट्टि हो दिनु पऱ्यो फिक्स त भन्यो नि त कमसेकम जिन्दगीमा हेपे खाएर मर्ने भयो म्याथ कमजोर भएर अरू कुरामा त सक्दैन नि फेरि अलिक टोन मिलाउन खोजेको हो क्या सक्दैन नि फेरि
मान्छे भएको ठाउँमा त लैजा यसो होइन 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 गाइस फाइनली भेट्यो